यात्रा बुसानतिर है यताबाट रानी र जय साहब आउँदै हुनुहुन्छ हामी बुसान टक्क पुग्ने आज नाइट बस ल सी यू गाइस ए सी यू चाहिँ किन भन्दैछ मैले आउ अहिले गरिराखेको तिमीले होइन अहिले चाहिँ हामी बस चढ्नको लागि जाँदैछौँ मिनु गइरहेछ त्यहाँ 16 नम्बर akan tunggu हामी चाहिँ अहिले 3:30 बजे नै यता बुसान आइपुग्यो 4:30-5 तिर आइपुग्छ होला भनेर सोचेको 3:30 मै आइपुगेर अब चाहिँ यहाँ टक्क यस्तो बस्ने ठाउँ रहेछ अब यहाँ टक्क सुतेर बस्नुपर्छ बाहिर निस्किने कुरो भएन कहीँ थाहा छैन यहाँ आइरहेको रहेछ हाम्रो बहिनी ज्वाइँ चाहिँ ल अहिले बिहानको 6 बजिरहेको छ 6 पनि अलिक बजार होइन छ आइहाल्यो ल अब आज चाहिँ हाम्रो यात्रा सुरु भइसक्यो है अब हामी अब भेट्नु पनि भेटिसक्यो अब चाहिँ घुम्न जानको लागि चाहिँ स्टार्टिङ अहिले सब भइसक्यो ल आज चाहिँ टक्क बुसान देखाउँछु तपाईहरुलाई है पानी पर्दाखेरिको बुसान अब ब्याड डे नै भनौँ अब के गर्ने अब पानी परिरहेको रहेछ बाहिर थाहा थिएन ल गइरहेछ अब अहिले बुसान टक्क ल्याएर East Busan. Sudah masih orang ya aja ini. Tataran kami ini. यो कोरियाको रोलर कोस्टर खेल्ने ठाउँ चाहिँ यता रहेछ मिने त आँखा गरेर चाहिँ हामी एकदम फेमस हेदोङ युङगुक्सा खाएको सुन्ने त होइन यो चाहिँ हो यो चाहिँ कोही चाहिँ दिदी हो कोही चाहिँ दाइ हो बच्चा हाम्रो ठिक न हो यो चाहिँ भेना बिहान बिहानै हामी यसरी गइरहेको छौँ ल है त यो चाहिँ हामी गुम्बामा आइपुग्यौँ यहाँ गुम्बाको भ्यू चाहिँ यस्तो छ होइन हो हाम्रो बुद्धजी चाहिँ यहाँ हुनुहुँदो रहेछ पानी पर्या भएर चाहिँ उहाँ आनन्दले आराम गरिरहनु भएको छ अवस्था चाहिँ यता तल चाहिँ बिच हो फेरि समुद्रको छेउमा रहेको गुम्बा रहेछ चाहिँ होइन गुम्बा गुम्बा गर्न चाहिँ यहाँ रहेछ अन्त यो गुम्बा नै अब यो चाहिँ पहिला चाहिँ गुम्बा यस्तो यो कोरियन डिजाइन चाहिँ यस्तो छ होइन यो चाहिँ क्युबा चिप के हो गुम्बा चाहिँ ल ल उजी रहेछ है बत्ती बजा फिर्नु न पातमा चाहिँ अब यहाँ के लेखेका छन् उहाँहरूले लेखेर चाहिँ यसरी झुन्ड्याइदिने रहेछ राम्रो सिस्टम रहेछ
के हो छिटो भयो किसिम एउटा त्यही छ ओदेङ एकदम इजी फास्ट फुडै यो चाहिँ ल ल ल बिल्डिंग अगर मैनेजर काम दे जो इना ठीक है इधर आवा अँ डिग्री तुम दे लेवा मनै विकास हामी चाहिँ अहिले यो समुद्रमाथिको पुलमा है गाइसहरू समुद्रमाथिको पुलमा यो पछाडि चाहिँ अब हिउँदेको यो घरहरू हो ठुलो बिल्डिङ मनै कोरिया चाहिँ बुझान दे विकास सोङदो बिचमा हो यो चाहिँ सोङदो बिच यता केबल कार समुद्रमाथि केबल कार टक्क चढेर कहाँ पुग्ने घाम चलिरहेछ यसरी घुमिरहेछौँ यही हो यो समुद्र बिच अहिले बिहानदेखि पानी परिरहेको भएर अब आज बिहानदेखि पानी रहेछ के गर्नु अब थाहा थिएन यतापट्टि केबल कार चढ्ने ठाउँहरू पनि रहेछ घाम लगाइरहेको छौँ यस्तै छ चाता ओर्दै घुम्दै सङ्दो बिचमा चाहिँ यसरी हिँडिरहेछौँ यहाँ माथि चाहिँ ब्रिज रहेछ यो टक्क यसरी घुम्नेवाला ब्रिज अनि यो ब्रिजको उतापट्टि चाहिँ केबल कार समुद्र खाना गइरहेछ अहिले चाहिँ हामी केबल कार चढ्नको लागि गइरहेछौँ केबल कार चढ्नको लागि है अब यो माथि टिकट काटिसक्यो अब माथि गएर चाहिँ ल आज मेरो जेठान साहब साली नानी र डार्लिङ निकै टाढाबाट समुद्रको केबल कार चढ्न आउँदै आउनु अब अहिले हामी चाहिँ यो केबल कार चढेर आइसक्यौँ होइन आइसकेपछिको अब फर्किँदैको दृश्य हो यो तपाईँहरूले लाइभ हेरिरहनु भएको छ यहाँ चाहिँ अहिले मैले लाइभ रेकर्डिङ गरिरहेको छु त्यही भएर लाइभ हेरिरहनु भएको छ है त ल यो चाहिँ त्यो ठाउँमा रहेको मानव निर्मित त्यो झरना होइन आर्टिफिसियल झरना हो बिहान पानी आइरहेको थिएन अघि हामी आउने बेला अहिले फर्किने बेला चाहिँ पानी आइरहेको रहेछ ल यहाँ चाहिँ अब फोटो सेसन स्टार्टिङ हुन लागिरहेछ है हिउँदैमा चटपटे सहन हिउँदैमा यो चाहिँ फर्स्ट टाइम हिउँदे बिचको भिजिट गर्दैछौँ तपाईँलाई देखाइरहेको छु मैले
वाउ ल है बिच चाहिँ कस्तो छ त भन्दाखेरि यस्तो छ है ल सरररररररररररर खिच्ने सररररर खिच्ने म अन्त्यसम्म आऊ किन उन्दी समय भयो बट्टा चाहिँ ट्रेन चाहिँ खन्या नख बनाउनलाई भन्छ अनि यो चाहिँ हिउँदे ब्रिज हो हामीले फोटो भिडियोहरूमा प्रायः देखिरहने अग्लो घर चाहिँ त्यो अनि उताको त्यो के भन्छ फरेस्टतिर चाहिँ तलपट्टि चाहिँ डप्पाको ट्रेन हिँड्ने ठाउँ होइन अनि यही हो हिउँदे ब्रिजको विशेषता भनेको एकदम राम्रो छ बुसान भन्न साथ चाहिँ मान्छेले पहिलोचोटि सोच्ने भनेको चाहिँ हिउँदे ब्रिज हो हिउँदे ब्रिज पुगेपछि यो मान्छे चाहिँ बुसान पुगेछ है भनेर भनिन्छ है ल अनि यसरी नै हाम्रो बहिनीहरूसँग टक्क रमाइलो गर्दै हाई हाई गरेर हात हल्लाउँदै होइन हिँडिरहेछौँ ल हन्नेमा टापु हो टापु टापु ये बचाने यार टिकट चाहिँ लाग्यो अन्त छुवा चाहिँ यहाँ टिकट काट्नुपर्ने रहेछ अनि यता टिकट काटेर टक्क जाने यस्तो टिकट काउन्टरमा टक्क लगाएर हिँडिरहेको छौँ टिकट टक्क काटेर हिँड्यौँ कचुवा माथिपट्टि अनि तलपट्टिको चाहिँ ग्रे सार्क रहेछ यो चाहिँ सार्क हो यो आइरहेको छ यो मिनुलाई डर भन्ने कुरा चाहिँ नलाग्ने यार यो तल चाहिँ यत्रो ठुलो ठुलो त्यो छ ल ल यहाँ मुनि यत्रो ठुल्ठुलो माछाहरू देख्छ मछली च्यादैन मिनु चाहिँ स्टकिस सामान अरे वा हातमा चौकी भयो
birthday, Kawari Kawari. Mo dekan ni baru no. Ini sark desa yang tentu. Ini khasi masaसँग sarkai. Wah. आयो सोल्टी आयो आइज भाइ वाउ म चेली थिया फोटोमा हुन्छ ले त्यसपछि अरु कुरा हाम्रो यहाँ ठुलो ठुलो पर्याङहरु छ अहिले चाहिँ हामी यो इक्वेरियम हेरेर आयौँ अब उता डिप्पाको ट्रेन चढ्ने ठाउँतिर गएर टक्क भ्यूहरू हेर्ने सोचमा हिँडिरहेको छौँ होइन अब यस्तो पानी परे पनि बिचमा चाहिँ मान्छेहरू चाहिँ छन चाहिँ सनाउँदा घुम्ने पानी जहाज चाहिँ यो हो तर आज चाहिँ टोटल्ली बन्द जस्तो छ होइन हावा चलेर मेरो क्याप चाहिँ उडाएर चाहिँ अब यहाँ पानीले तल पुर्याइदियो जैँसरी टिप्न जानुभएको छ क्याप पनि उडाएर लगेर के मान्छे उडाउन लागिरहेछ हजुर मान्छे उडाउन लागिरहेछ डिप्पाको ट्रेन चढ्ने ठाउँ टिकट लिएपछि यहाँ चेक इन गरेर यहाँबाट भित्र जाने ठाउँ हो कि बहिनी इजन्ट इट यस इट इज चढ्न लागेको चाहिँ यो हो यस्तो छ यहाँ सानो ट्रेनमा टक्क चढ्ने हो यो सानो सानो बक्स ट्रेन हो होइन टक्क मान्छेहरू आउँछ हामी चढ्ने ट्रेन चाहिँ आइसक्यो यहीँ हो हामी येल्लो कलरकोमा पऱ्यो गाइसहरू होइन माइन्ड नगर्नुहोस् होला हामी चारजनालाई उहाँले यसरी ढोका खोलेर हामीलाई आउनुहोस् भनिरहनु भएको छ अनि हामी आउँछौँ ल अनि हामी यसरी आउँछौँ
थ्याङ्क यू उहाँले चाहिँ अब यहाँ हाम्रो फोटो पनि खिचिदिनु भयो घिचिक्क पारेर अब यो ट्रेन हो कि अब यो मान्छे हिँडिरहेको कि साह्रै कसुवाको गतिमा चाहिँ सानो यो पुरै भ्यूहरूलाई मात्र मजाले हेरेर जानको लागि रहेछ यो ठाउँ चाहिँ यस्तो छ हामी यो जे सुयो गतिमै भए पनि अब ट्रेनमै हिँडिरहेछौँ बक्स ट्रेन होइन त्यो सानो सानो छ 4 जनाको लागि एउटा ट्रेन बक्सै बुक गरेर रिजर्भ गरेर हिँडिरहेको होइन यता चाहिँ अब समुद्र चाहिँ छाल्यो अब डेन्जर आएर पानी लाग्छ तिम्रो टापै राख्नु पामा एक कति छ भएको ढ्याङबाट हामी बुसानको मिपो ट्रेन ट्रिपमा छौँ अहिले यो हिन्दी बिचमा रहेको मिपो ट्रेन ट्रिप कति टाइम लाग्छ अब यो खासै धेरै त लाग्दैन होला है लाग्छ होला आधा घन्टा त्यसपछि कौँको चाहिँ जानुपर्छ है चौध जग्गा पुग्छ फेरि ठिक देखियो सानो यो मेट्रोको ट्रिपमा हामी हिँड्दैछौँ त्यो सानो छ हौ यस्तो सानो छ तर लुगा मेरो त लेको हैमाई ए मलाई खाँदैन मलाई खाँदैन चाहिँ पेसेरमा के बुझेर ट्रेन आयो अब हामी चढ्ने अब फर्किने बेला चाहिँ यो ट्रेनमा चढेर फर्किरहेछौँ हामी 이번 정거장은 해월 전망대 정거장입니다. 내리실 문은 왼쪽입니다. This stop is Haewol Skywalk. Haewol Skywalk Station. Doors open on the left. 까지 거리는 44km입니다. We are currently passing the street of Haewoljeong Pavilion, the boundary between the East Sea and the South Sea. The waters of Haewoljeong Pavilion. यो चाहिँ भर्खरै चाहिँ यहाँ चढेर टक्क हिँड्ने बिचमा भइसक्यो त गाई चाहिँ कौँ चढ्दा लागि प्रिय कौँ के चढाउने पनि इर यो चाहिँ अहिले हामी बुसानको सिजाङ सिजाङमा यसो स्ट्रिट फुडहरू खाने ठाउँतिर टक्क हिँडिरहेछौँ राति राति हल्का फुल्का झिलिमिली हुँदै आइरहेको रहेछ प्रजा भाइ
제가 망하다 되면 됐어. अहिले चाहिँ हामी यहाँ याङकोची सिक्ताङ चाहिँ यहाँ बल्ल तल्ल खोजेर आएको छौँ होइन तल हामी चाहिँ अहिले यो रेस्टुरेन्टमा जानु लाग्यो यहाँ रेस्टुरेन्टले गर्दा तल गर्दै त 1500 तिमी यहाँ खाना ल यो चाहिँ मालासँगै मालाथाङ त झोल अगाडि खाएर हेर्नुहोस् याङकोचीसँग चाहिँ हामी मालाथाङ खाँदैछौँ Tell me. Hello guys. हामी 현재 부산 맞아. Cergi tumbo echo forra kem jera bade ya bage. Now 내가 좋아. 현재 부산 있어요. बापरे चिरे ल एउटाको नेपाली एउटाको इङ्ग्लिस र कोरियन बापा म पो फातान लिएको त औमा फाता च्याक्याम्बा 지금 우리는 여기 홍대 부산에 있습니다. 그래. 근데 홍대 부산 너무 좋아요. 너무 좋아요. 아이고. 왜 왔어요? 아? 왜 왔어요? 금나라에 왔어요. 빠르라고. 빠르라 우리 가족들이 만나서 반갑습니다. 우리 가족 있어서 여기 부산 왔습니다. तपाईँले सुन्नु भएन अब 오늘 우리 오빠랑 동생 휴가 있어서 부산 왔어요. 근데 저는 또 남편도 부산 왔어요. ल ठ्याक्कै के त ल फाटा जग्गामा किन हुँ पेजा फरर उनीहरूलाई छैन फाटा जग्गामा हुँमा भइरहेछ अब अहिले लगभग अब 8 बजिसक्यो अब हामीसँग 1-1.5 घन्टा टाइम बाँकी छ यता चाहिँ यो बुसानको ब्रिज है एकदम बङ्गाली ब्रिज रमाइलो भइरहेछ सनफ्लावर यहीँ रहेछ यतै अहिले बल्ल हाम्रो आइसक्रिम हो गाइस एकदमै फेमस आइसक्रिम हो रे ल यो चाहिँ अनि एकदम मोन्स्टर एनर्जी ड्रिङ्क हो है गाइसहरू हामी चाहिँ अहिले बिचको यात्रामा छौँ पङ्खाले लेखेको ठाउँमा रानी आना थमा मिए किसिमको थ्रेको जग्गा लगा टक्क होइन यसरी गरेर
यो फङ्गालीको चाहिँ यहाँ हेर्छ यति खिचेपछि चाहिँ टक्क लाएर होइन आजको हाम्रो दिन चाहिँ अब लास्ट चाहिँ यतैतिर चाहिँ घुमघाम गरेर सकिन्छ है गाइसहरू। वाउ लो हुँदा हुँदा मिनु त घोडामा पनि चढ्न थालिसक्यो। वाउ चाहिँ अब लास्टतिर फेरि यसरी एक दुईवटा भिडियोहरू सुट गरेर यसरी घरतिर फर्किनेतिर लाग्यो। आजको भुसान यात्रा एकदम रमाइलोसँग चाहिँ सबैजना खुसी खुसी बितायो। हजुरहरूलाई नै भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।